खै त बजाएको डेक पनि बजाएन के हो आज चाहिँ सुर्खेतीको कुल पूजामा यी हामीहरू अब यो पूजा सुरु गर्दैछौँ यति बेला सबैजना हुनुहुन्छ यी अनि के छ त ठिक छ दाइ ठिक छ हाम्रो कुल पूजा कुल पूजामा आयो हैन बल्ल सुरु गर्न लाग्यो यति बेला बाजाको अलि समस्या भयो एकछिनको लागि अब उताबाट हिमाल देखिरहेछ हैन कस्तो राम्रो त्यसै गोर्खा जिल्लाको आरुघाट हैन गाउँपालिका के गाउँपालिका आरुघाट गाउँपालिका ए आरुघाट गाउँपालिकामा हैन दुईचोटि भयो त हैन दुईचोटि भयो म चाहिँ दुईचोटि भयो अब तीनचोटि कोकोले घुम्नु भयो ल यो चाहिँ हाम्रो मेन पूजा मन्दिर छ श्री कुल देवताय नमः 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 श्री कुल देवताय तलै जानुपर्ने हैन के भन्नुभयो त पानी पानी के खाइयो बेलाउती दाइ यो अम्मा रहेछ गाउँको अम्मा खाएको खै अम्माको बोट कहाँ छ त उतै रहेछ ए त्यो यो चाहिँ यो के गर्नुभएको मेन पुजारी दैले पूजा गर्दै हुनुहुँदैछ ल देवताय नमः श्री कुल देवताय नमः श्री कुल देवताय नमः श्री कुल देवताय नमः श्री कुल देवताय श्री कुल देवताय फलफुल खाना हुन्छ भोक धेरै ला भोक लाग्यो नि त खानपानी हो त्यो बच्चालाई केमा खुवाइदिनु ल्याउनु पर्दैन तिम्रो नाम के कृषि कृष्मा सुर्खेती हो कतिमा पढ्छौ तिमी 3मा ए अनि यो भाइ तिम्रो हो नकुल छोरा होइन नकुलको छोरी होइन र नकुलको छोरी कसको छोरी कन्यालो छर लाग्यो राम्रोसँग छोरा अब हेरी हेरी छोरा यहाँ फेरि कलसमा पानी चाहिँ नपखाए फेरि महँगो छ लुगा तान्दै क्या हेर फोहोर भयो यहाँ ल अब त्यो त छर्कियो यता नि छर ल ल यहाँ छोरा त्यसमा अलिअलि छ र यता अलिअलि छ र पालामा पनि सधैँ सधैँ आएर उ गर्ने होइन भिडियो अथवा पूजा सकियो कि हुँदैछ म चिया खाएँ अनि 2 बजीसम्म चाहिँ फेरि जात्रामा थिएँ नि त दाइ म 2 बजीसम्म चाहिँ खाएँ फेरि 2 बजी रातिको कुरो भइगयो त राति भए पनि 12 बजेपछि यतापट्टि 12 बजे यता कोही गनिन्छ कि गनिँदैन कति बजीदेखि गनिन्छ त घाम उदाएपछि ए घाम उदाएपछि पुग्यो नि त घाम उदाएपछि बाख्ने हो नि त 4 बजे ए भनेपछि मैले मिल्यो पूजा गर्नलाई त्यही भएर त चोखो बसिरहेको छु त होइन है के हुँदैछ यता
के पानी चाहियो पानी चाहियो ल ए बुढाहरू के खाएको के हो यो अम्बा के खाएको अम्बा खोइ अम्बा यसरी भुइँमा पाइने हो अम्बाको रुख यही हो के वहीँ पकाउने हो यो म यता र उता गरिरहेको छु यसमा अब के पाक्छ अब प्रसाद पकाउने होइन त ल यो चाहिँ के हो त भन्दाखेरि सिस्नु यसलाई छोयो भने पोल्छ यस्तो मजाको सिस्नु मेरे भगवान आए हैं बजाओ ढोल स्वागत में मेरे घर राम आए हैं मेरी चौखट पे के भएर सुतेको के भयो हो र लड्यो हो के पकाउनु भयो दिदीले यति बेला हो र नरिवल फुटाउनु कहिले नरिवल लिएर आयो त्यो पनि काम गरेर जाऊ नरिवल चाहिँ लेखा त नकुल भाइको पूजा हुँदैछ दाइ मेरो हजुर मेरो चाहिँ यो मैले त केही पनि ल्याएन त यस्तो उता फुटाउने हो कि खिचेर कहाँ हुन्छ अनि यो यसो केही चढाउनु पर्ने हो फुलहरू सबै चिज चढाएर मेरो पालो आयो कि के छ दाइ हजुर तिम्रो पालो हो म पकाएँ म कोइला खप्छु ल यता के पाक्दैछ पाक्ने बेला भन्ला पूजा भएपछि पाक्छ ए अहिले त के अरे मुसीलाई दिए त चाल अनि दिन पर्यो नि त टिका लाउनु पर्यो त्यसै दिएर म तिन्छ प्रसाद नि दिए कहाँ हुन्छ त अहिले यो हाम्रो ठुलो कुल पूजा हो दाजु सालदुक त्यो भयो सिन्की धुप यहाँ छ केरा सारेर त्यो दियो अलिकति यता ढल्छौ भएन दाइले गर्नु मलाई थाहा छ जग्गा हालेर नहाले हाले
टपर एउटा लिएर जानु पकाएर म टपर त्यति गरेपछि भयो नि दाजु चोखो हुने हजुर पूजा सिद्धियो दाइ पूजा एकदम कुलको समयमा है चोखो भएन खै भाउजू मलाई चाहिँ नदिनु त भाउजूलाई पाउँदाखेरि मजासँग भन्नी पर्छ चाहिँ नखानी हो र के भन्यो भाइ तपाईँलाई त्यस्तो मन चित्त त दुखेन नि भाउजू चित्त अब दुखे पनि भन्न भएन के गर्ने त तपाईँ भोलि जाने मान्छे हो मलाई सधैँ भनिराख्नुहुन्न के भयो त अब बल्ल बल्ल भेट्दा त्यो जे भयो नि दुखे नि नदुखे नि मनमै राख्नु पर्छ त्यही गरेर दुखाउनु त्यो चाहिँ भन्न मिले होइन कसो गर्नु बिचमा तपाईँ हामी भला कुसारी गरौँला नि भाउ नदेखि गरेर भन्नुभन्दा अझै भन्दैन मेरो बाबु मेरो बाबुले त एउटा कोसिस नि खानु नि त कहाँ लाग्यो घर लएर राख्ने त्यहाँ लाग्नलाई त त्यतिको उठाएको होइन लिदिहाल्छ यहीँबाट नाग यो तारबाटै छिर्ने हो हजुर चक्कु चाहिँ यो चाहिँ के को चामल पिठो हजुर अनि पुवा बनाउने लालीको चल्दैन नि त यो त साह्रै दुब्लो रहेछ है भुँडी मात्रै भएको भण्डीले जे भने पनि यी केटा र केटीको चाहिँ चोखो माया पनि छोडे त मिठो छ नि भोक लागेन के गरेको नानी छोरीले के गरेको म नजिक बस्दिनँ तेरिका यो समाउन डराउनु भयो तपाईँ होइन चिप्लेको डोरी समेत सामान पनि डोरी चिप्ल्यो त्यो डोरी निकाल्दैन लुच्ना हान्नु अलि गएर हुन्न नि तर हात जोगाउनु के गर्न जानुभएमा तल
अनि के छ त तपाईँको भनाइ? मेरो भनाइ अब यहीँ सीमित भयो। केही भन्नु भएकै छैन, अब भन्नुहोस् न। अब भने अब यस्तो अब आउने दिनमा यस्तो नहोस्। अब त्यो यत्रो पार्टी भनेर हेला गरेर हान्दाखेरिमा सफल नमाजा अब हो भन्नु। अनि अब कुल पूजा सम्पन्न भयो, अब यसको बारेमा चाहिँ के छ भन्नुहोस्? कुल पूजा अब सम्पन्न भयो। अब हामी दाजुभाइ यतिको अब फेरि फाटिनु हुँदैन। अब यति चाहिँ जुटिरहनुपर्छ। अरू कोही कसै त्यस्तो मान्छे ननिस्कियोस्। अनि अर्को कुरो अब आउने दिनमा यसरी नै जुटिरहनुपर्छ। हामी अब तलमाथि हुँदा पनि भाइहरू यसरी नै जागिरहने, यही नै भन्छ। कुललाई मान्नुपर्छ, कुललाई अब होइन पुज्नुपर्छ मान्ने। र अब अघि पछि मर्नको त हामी भइहाल्छ नि। त भए तापनि अब हाम्रो बाउले कसरी गरे, बाजेले कसरी गरे गर्दै आउँदा आजसम्म टेकअप राम्रै भयो। आउने दिनमा पनि यसरी नै जागेर अब हामी तलमाथि हुन्छौँ होला। भाइहरू जाग्ने, भतिजाहरू जाग्ने, यो कुल भन्ने सफल गर्ने, यही नै हो मेरो। ल धन्यवाद। ल कसैलाई केही भन्नु छ? ब्याट्री डाउन हुनुलाई अब हाम्रो अब चाहिँ सुर्खेती खलाकको होइन कुलेन पूजा गर्दैछौँ हामी। भइसक्यो। भइसक्यो। प्रसाद खान मात्रै बाँकी। हजुर अब प्रसाद खान बाँकी। प्रसाद खान बाँकी। प्रसाद बनाउँदैछौँ। हजुर। अब प्रसाद टक्क बनाएर खाएर अनि आफ्नो आफ्नो बाटो लागिन्छ है। रामनारायणं जानकी वल्लभं कौन कहते हैं भगवान सोते नहीं, कौन कहते हैं भगवान सोते नहीं, माँ यशोदा के जैसे सुलाते नहीं, माँ यशोदा के जैसे सुलाते नहीं, अच्युतं केशवं कृष्ण दामोदरं, अच्युतं केशवं कृष्ण दामोदरं, रामनारायणं जानकी पाक्यो भने त प्रसाद हो कि यो के हो? यो यसलाई पुवा भन्छ होइन? यो हाम्रो यो पनि यो चाहिँ पुवा हो। अनि यो चाहिँ के को हो? यो चाहिँ चढाउने प्योर। यो चाहिँ प्योर चाहिँ हुन्छ। चढाउने भनेको छुट्टै बनाइन्छ। टाउको मात्रै टक्क यहाँ चढाएर अनि भोज सबै मिलेर आइपुग्नु भयो बल्ल। यो यस्तै हो खिच्ने नि, खिच्ने नि यस्तै हो। यस्तै हो क्या खिच्ने हो र? त्यो बौला मान्छे नि खिच्न पर्ने छ कि। आज पूजा थियो, हिजो यसले एउटा हिजो यसरी रामनारायणं जानकी